घरमै सजिलै धनियाँ खेती, कौशी खेतीका लागि उत्तम बाली। योभन्दा अगाडिको भिडियोमा हामीले कौशी खेतीबारे जानेका थियौँ र आजको भिडियोमा हामी कुरा गर्नेछौँ घरमै धनियाँ कसरी सजिलै उमार्ने बारे। धनियाँले हाम्रो तरकारीलाई स्वाद र सुगन्ध दुवै दिन्छ। धनियाँलाई घरको सानो गमला, प्लास्टिक क्यान वा बोतल अथवा ग्रो ब्यागमा सजिलैसँग फलाउन सकिन्छ। पहिले कुरा गरौँ बिउबारे। स्थानीय होस् वा बजारमै पाइने धनियाँको बिउ लिनुहोस्। बिउ छर्नु अघि 1-2 रात अघि पानीमा भिजाएर राख्नु। टुसा आएको बिउ सजिलै उम्रन्छ। माटोको कुरा गर्दा धनियाँलाई हल्का भिजेको माटो मनपर्छ। धनियाँलाई चाहिने माटो बालुवा वा कोकोपिट र गोबर मल 2:1:1 को रेसियोमा मिलाउनुहोस्। गमलालाई माटोको मिश्रणले भर्नुहोस् र बिउ हल्का गरी छरौँ र माथिबाट पातलो तहमा माटोले छोपौँ। पछि हल्का पानी छर्कनुहोस्। धेरै पानीले बिउ कुहिन्छ। प्रत्येक बिहान वा बेलुका पानी हाल्नुहोस् र 10 देखि 12 दिनमै धनियाँको अङ्कुरण आउँछ। 25 देखि 30 दिनपछि पातहरू राम्रोसँग बढ्छन् र टिप्न सुरु गर्न सकिन्छन्। नियमित टिपाइले नयाँ पात पलाउँछ र बोट लामो समयसम्म रहन्छ। याद राख्नुहोस्, घरकै ताजा धनियाँले स्वाद पनि दोब्बरिदिन्छ र स्वास्थ्यलाई पनि राम्रो बनाउँछ।